गुड इभिनिङ फ्रम पाखरबास फार्म। म चाहिँ आज हजुरहरू सामु खानाको भिडियो लिएर आउँदैछु। खाना चिकन ग्रेभी, साग, अनि यहाँ छ धनियाँको अचार, अनि यहाँ छ पापड। अनि म चाहिँ आज हजुरहरू सामु खानाको मुकबाङ लिएर आउँदैछु। खानामा चाहिँ चिकन ग्रेभी भन्दा अलिक झोलै छ यसपालि, किनभने आज हामीसँग दाल छैन, त्यो भएर यत्तिको झोल त हाल्नै पर्यो। अनि हेर्दै गर्नु होला मेरो भिडियो। चाहिँ हामी खानाको मुकबाङ गर्न जाँदैछौँ, हेर्दै गर्नु होला हजुरहरू। सुप्रिना चाहिँ यता छ। सुप्रिना हेलो भन। हाई दाजु। अनि आमा चाहिँ यहाँ खाना खाँदै हुनुहुन्छ। आमा किन अप्ठ्यारो गरेर खानुभएको? यहाँ बस्नु। यहाँ छ हाम्रो खानाहरू चाहिँ पापड दिनुपर्छ सुप्रिनालाई। हेर्दै गर्नु होला हाम्रो भिडियो। यहाँ मास्तामा ड्याममै बस्छ त सुप्रिना, कस्तो मोटो यत्रो दे। नमस्ते हजुरहरूलाई, मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी मुकबाङ लिएर आएको छौँ। चिकन ग्रेभी भन्दा पनि अलिक मजाले झोला हालेको छ, दाल छैन नि त्यही भएर। अनि हामी चाहिँ आमा छोरी मुकबाङ भिडियो लिएर आएको छौँ। सबैजनाले माया गरेर हेरिदिनु होला। मुकबाङमा चाहिँ आज चिकन ग्रेभी, साग, अनि धनियाँको अचार, धनियाँ र के अरे यसको के भन्छ लसुनको, अनि पापड। हामीले सुरु गरौँ अब। सुरु गरौँ हामीले चाहिँ। सुप्रिनाले हाँस्छ फेरि सर्केलाई, सुप्रिनाले हाँस्छ। ढिक्क कस्तो भोक लागेको छ। अघि पस्किन आँटिसकेको थिएँ लाइन गएर, फेरि अनि सब्जी पस्किसकेको थिएँ तताएर, फेरि पर्खेर अनि लाइन आयो। अनि भोक लागेर मजा आउँछ खानु। जसलाई भोक लागेको होला नि आमा खाना खानु। यो सागको मिठो खानुपर्छ ल पकाउने। कहाँको आमा यो साग? ए आलुमा फलेको राम्रो हुन्छ र नि साग। जब बोसँग बसेर खाऊ। मासु टेस्ट गर्नु कस्तो भएको बोजू गएर त माया पानी मिठो भएको पनि मासु। आज दाल नगर्ने भनेर ग्रेभी हालेको। ग्रेभी नै अलिक मजाले पानी खाने। सुप्रिनाले चाहिँ होइन पार्नु। नो सरी भोक लाग्यो। फटाक हाम्रो चाहिँ लाइन जान्छ। हातमाथि बस्छ नानी, कति राम्रो बसाइदिएको छु नि। मासु चाहिँ एक गोल्ड रन्ची चाहिँ खाऊ भन्छ सुप्रिनालाई। अचार खाने
पकाइदिन्छ ल भात खाँदा हुन्छ है ठिकै ठिक त पछि सोयाबिन चाहिँ पो लाग्छ मासु खाना खाऊ सुले हुँदा चाहिँ कति राख्नु साइडमा छ खतरा स्याटी भएर छ सुप्रिना मासु खाने छ भात चाहिँ खाने होला पनि सुप्रिनालाई मात्रै अर्डर भात खाने सुप्रिना हातले निकाल्दा न देखो मजा लाग्छ तातो भात हुँदैछ ठिक्क भएछ भात अलिकति खाबो ल मैले भात खाएको आज खतरा भोक लाग्यो नि त मासु खाने मासु त नखाने भयो यही छ मेरो ग्रेभी मासु सबै त बराबर छ त त्यही मम्मी अझै सानो थ्याङ्क यू देखो नि त ल त्यो भन्छ अझ देऊ न न अर्को सिँगै छ मेरो सिँगै भात भनेर पनि थाहा वाउ जाऊ बोजूलाई देखाएर आऊ बोजूलाई देखाएर आऊ त्यो सब कुराको चाहिँ हिँड्नु देखाउनु देखाएर आऊ भनेको अचार खाने अचार त पिरो चट्टा भएछ मोमोमा खाने जस्तो भएछ अचार त पापड चाहिँ कहाँ राखेर आयो हेर्दैछ गएर भिडियो जाऊ बोजूलाई हेरेर आउँदा के गर्नुहुन्छ अर्को पापड कहाँ राखेर क्यामेरा ढाल्दिन रहेछ लड्छ होला हेर्दा चिची माम तिम्रो
मलाई पनि झुल्टै नखाने अगाडि छ नि जाऊ बोजूलाई बोलाएर जाऊ जाऊ त बोजूले के गर्नुभयो हेरेर सुत्ने हेरेर माग जाऊ त बोजूलाई बोलाएर होला सुत्नेले छेडेर सक्छ बोजूलाई दिएर जाऊ भत्काउन मुख ब्याङ्क छैन सुत्ने ब्याङ्क हुन पानी खानुपर्छ भने थाहा छ लाग्यो है सुत्ने लाग्यो लास्टमा त सुत्नेले डिस्टर्ब गर्यो हामीलाई सिनेको बार खानुपर्छ खाना किन राखेर खानु क्लिन योर थाल गरे भिडियोहरु चाहिँ आउँछ हाम्रो भिडियोहरु चाहिँ जाऊ अर्को लिएर आऊ यस्तो पापड अर्को लिएर आऊ जाऊ कस्तो मलाई अर्को पापड ल्याइदेऊ न
अब हिँड्छौ त अर्को पापड ल्याइदेऊ त मलाई घरि लाइन गएर होइन घरि सुत्रिनाले डिस्टर्ब गरेर होइन अब म जाँदै भयो हेर त अनि हामीले चाहिँ खाना खाइसक्यौँ जसले हाम्रो भिडियो हेर्दै हुनुहुन्छ हजुरहरूलाई मेरो रिक्वेस्ट छ भिडियो हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई मलाई हजुरहरूको एकदम सपोर्टको खाँचो छ हजुरहरूको सपोर्टको खाँचो छ सो सबैले सपोर्ट गरिदिनु होला मलाई भन्दै आजलाई चाहिँ यहीँ एन्ड गर्न चाहे मैले भिडियो थ्याङ्क्स फर वाचिङ एभ्री वान बाई 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 बाई